हेलो एभ्रिवान, तपाईँहरूलाई पनि वासिङ मेसिन कसरी क्लिन गर्ने भन्ने सोचिरहनु भएको छ भने चाहिँ मैले आज गरेको होइन, यो बन्द थियो। अनि यसमा एउटा यस्तो हुन्छ, यो घुमाएर खोल्नुहोस् होइन। मैले खोलेको यहाँ हेर्नुहोस् है। आज मेरो यसमा नि कति धेरै फोर्स हेर्नु है, यसमा है यस्तो फोर्स छ होइन। अनि त्यसपछि यहाँ हेर्नु है, मैले निकाल्दैछु के मेरो छोरीको खेल्ने कुराहरू सबै। तर यहाँ यस्तो हुँदो रहेछ नि, मलाई थाहा थिएन होइन। मैले चाहिँ सबै युट्युबमै हेरेर सिकेको हो होइन। हेर्नु है, यसरी मेरो नानीको कुर्तामा भएको यो सिसाहरूको सबै कुर्ताको सिसाहरू रहेछ क्या। मैले पनि युट्युब हेरेरै सिकेको ल। अनि मान्छेहरू डिप क्लिन गर्नुपर्छ भन्थे होइन। म त थाहा नै थिएन के हो भन्न ठान्थेँ कि। अनि त्यो युट्युबमा आज हेरेको थिएँ होइन। हेर्नु न, यस्तो हुँदो रहेछ। हेर्नु कति सिसाहरू अझ पनि छ है। यसमा चाहिँ यहाँबाट पानी पनि आउनु रहेछ। मैले त केही राखिनँ होइन। अनि पानी चाहिँ एकबार मैले कपडाहरू राखिरहेको छु। अनि यहाँ मलाई अलिक ठुलो डर लाग्यो करेन्ट लाग्छ कि भनेर। हेर्नु न, यति फोहोरहरू छ है। ब्रसले गर्नु भयो भने हुन्छ, मसँग चाहिँ ब्रस नभएको भएर मैले चम्चा लिएर होइन। तपाईँहरूले ब्रसले गर्नु अझ सफा हुन्छ यो। हेर्नु है कति धेरै त्यसपछि मैले एउटा कपडाले यसरी पुछिदिएँ ल। तपाईहरु पनि यसरी मेसिनको डिप क्लिन गर्नु होला। मैले माथि मात्रै गरेँ, अब यो बाहिरको यहाँको गरेको हो। अब ड्रमको भित्रको क्लिन गर्छु। यो भयो। अब मेरो अर्को यो छ, म यसलाई पनि ब्रसले हेर्नु है कस्तो फोहोर छ क्या। यो यतापट्टि साइडमा हेर्नुहोस् है कस्तो छ यो। म ब्रसले सफा गर्छु अनि यसलाई राखेर देखाउँछु ल।